सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल। मिति 2082 साल कार्तिकको 27 गते बिहिबारको राशिफल लिएर आएका छौँ। सर्वप्रथम मेष राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको छ भने स्वास्थ्यमा केही समस्याहरू पनि आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसै गरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको छ भने यात्रा पनि हुन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसै गरी मिथुन राशिको कुरा गर्नेछौँ। मिथुन राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी सिंह राशिको कुरा गर्नेछौँ। सिंह राशिको व्यक्तिलाई आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी कन्या राशिको कुरा गर्नेछौँ। कन्या राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा उच्च सफलताका योगहरू बनिरहेको छ भने यात्रामा भने दुर्घटनाका योगहरू पनि आजको दिन बनिरहेको देखिन्छ। त्यसै गरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिको लागि पनि आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी कुम्भ राशिको कुरा गर्नेछौँ। कुम्भ राशिको लागि भने आजको दिन गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसै गरी मीन राशिको कुरा गर्नेछौँ। मीन राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायिकमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया अवश्यमेव दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर लाइक कमेन्ट पनि अवश्यमेव गर्नुहोला। हस्त नमस्कार। नारायण हरिशरणम। जय श्री मुक्तिनाथ।